सबैलाई मेरो नमस्ते। आज घेलालाई मेन चाहिँ मैले ढिलो भयो भने टिचर्स डे हामीले अलिकति मजाले सेलिब्रेट गऱ्यौँ हो। अर्को पालि योभन्दा चाहिँ बेटर गरेर चाहिँ अर्को पालि सेलिब्रेट गर्ने कोसिस गरौँ। अन्त घेला म यहाँ आउनुको मेन कारण चाहिँ यो मेरो सेकेन्ड इयर हो। सेकेन्ड इयर भन्नुको फुल इयर चाहिँ हामी अस्तिको वर्षमा आयौँ नि, बिचमा आउँदै जाँदै खासमा चाहिँ पेसा पढ्नुको लागि भनेर मात्रै आएको। क सिकौँ, त्यहाँबाट यसो लामाहरूसँग अलिकति बोल्नु पढ्नु सिकौँ भन्ने हिसाबले आएको थियो। आएर हप्ता दिनमै घेलाले हामीलाई के भन्नुभयो, तपाईँहरूलाई म 10 वर्षसम्म छोड्दिनँ 10 वर्षसम्म छोड्दिनँ। अन्त मैले त्यहाँ चाहिँ के भन्छु, होइन म तिमीसँग आउँछु तर अब हामी आउनु चाहिँ तर मेरो चाहिँ अब एजमा चाहिँ तपाईँहरूभन्दा सबभन्दा सिनियर चाहिँ म हो यहाँ यसको हो। म 74 इयर्सको हो म चाहिँ हो। तर पनि मैले कोसिस चाहिँ गर्दैछु पढ्नु, किनभने घेलाले मलाई के भन्नुभयो भने ब्रेनलाई चाहिँ एक्सर्साइज गराउनु भने। तर म घरमा आज रिटायर भएर 2012मा रिटायर भएको, त्यो भित्र ड्युरेसनभित्र म एनजिओहरूमा गरेँ, बाहिर कम्युनिटीतिर गएर मेरो ड्युटीहरू चाहिँ पुरै गरेँ, एकदमै मजा पनि लाग्यो। कोरोना भएपछि चाहिँ अब बिहा जानु थालेपछि चाहिँ पढ्नु सिकौँ भन्ने हिसाबले चाहिँ आयो। आउँदाखेरि पढ्दै जाँदाखेरि चाहिँ अलिअलि अब पढ्नु सिक्ने चाहिँ भयो। त्यहाँ फ्रेन्ड्सै थिएन, लामाहरू पनि भन्यो पढ्दाखेरि आफ्नो पढ्दै घरमा पढ्नु चाहिँ आउँछ भन्दा चाहिँ घेलाले ग्रामर सिकाउनु थाल्यो। ग्रामर चाहिँ अब साह्रो लाग्यो मेरो एजले गर्दाखेरि, मलाई चाहिँ एकदमै साह्रो लाग्यो। अन्त म आएँ, टाइम पास मात्रै भएन, आउँथेँ 1.5 घन्टा पनि अब मलाई मरेरै बिताएर जान्थेँ। घरमा घर पढ्दै बिर्सिँदै हाल्छु, त्यो घोप्टोको भाडा हुन्छ म चाहिँ घोप्टेको भाडा पऱ्यो भरे घर बाटोमा जाँदा जाँदै बिर्सिहाल्यो। बोल्न छैन र पनि मलाई। तर यो वर्षदेखि चाहिँ मलाई अलिकति के इन्ट्रेस्ट जाग्दैछ भने चाहिँ होइन मैले सक्ने रहेछु, सक्छु भनेर चाहिँ क्या आउँदैछु। तर पनि अब घेलालाई नटेरेको चाहिँ होइन, घेलालाई माने रेस्पेक्ट गरेर घेलाको डेडिकेसन देखेर नै म आउनु कम्पेल्ड भएको होइन। किनभने हामीले यस्तो टिचर, म त मेरो एज भयो तर अब आउने जेनेरेसनमा चाहिँ यस्तो खालको टिचर कसैले पनि पाउँदैन। 300 रुपियाँ तिर्छौँ, त्यो 300 रुपियाँ हामीले खासमा एकपल्ट एउटा च्याटोकनमा पस्यो भने 300 रुपियाँ हामीलाई केही हुँदैन। तर घेलालाई अब घेलाको त्यो उयो पनि हेरेर होइन, तर घेलाले हामीलाई यस्तो कि हामी जस्तो म जस्तोलाई पढाउनु त अब उस्तै टिचरले भन्दा त्यसलाई पढाउँदैनौ भन्ने जान्दैन है। र पनि घेलाको डेडिकेसन हेरेर चाहिँ म आउनु कम्पेल्ड भएको कारणले म आएको खासमा चाहिँ। तर त्यसले गर्दाखेरि चाहिँ मैले पनि अब अहिले निकै सिकेँ भन्ने चाहिँ भएको छ मलाई। र आउने जेनेरेसनले उनीहरूलाई त भयङ्करै चाहन्छ नि त, यस्तो इन्स्टिट्युसन पाउँदैन, कहीँ पनि पाउँदैन, जति बत्ती बालेर खोज्यो भने पनि पाउँदैन। तर लकिली अब कहाँबाट चाहिँ मैले ढिलो भन्ने पाएँ र धेरै जाने धेरै अब त्यो पहिलाको कम्पेरिजनमा निकै जाने, पढ्नु सिकेँ। अब यसो घरमा लामाहरू पढ्दा यो यस्तो भनेको रहेछ है, यो यस्तो रहेछ है भन्ने भयो। अन्त त्यो नै मेरो लागि चाहिँ सबभन्दा ठुलो उपलब्धि हो। अब र घेलाको मेन चाहिँ त्यो उपलब्धि भन्दा म चाहिँ घेलाको डेडिकेसन हेरेर घेलालाई रेस्पेक्ट गरेर चाहिँ म चाहिँ आउनु चाहिँ कोसिस चाहिँ गर्छु। तर पनि के छ भने अब म चाहिँ यहाँ आउनुको मेन कारण चाहिँ गुम्बा हो। गुम्बामा गएर पढ्थेँ। अन्त त्यसले गर्दा अब बेला बेलामा चाहिँ यस्तो हुन्छ, हाम्रो हप्ताको 3 दिनको क्लासभित्र नै फेरि सेप्टेनहरू हुन्छ गुम्बामा। त्यहाँ त म जानै पर्यो। त्यसले गर्दा चाहिँ क्लास पनि यहाँ अलिकति हाम्रो एब्सेन्ट हुन्छ हो। घेलालाई नटेरेर चाहिँ होइन कि, तर अब त्यस्तो पाराले चाहिँ मिलाएर चाहिँ हामी आउँछौँ। र घेलालाई चाहिँ एकदमै थ्याङ्क यू। अब म अब यो आउने जति पनि जेनेरेसनमा हुन्छ घेला जस्तो टिचर चाहिँ तिमीहरूले पाउँदैन पनि हो। अरू पाएको चिजलाई चाहिँ सम्हालेर राख्ने चाहिँ कोसिस गरौँ हो। अर्को वर्ष योभन्दा राम्रो गरेर चाहिँ टिचरले अझै बिहानदेखि मनाऊ, यस्तो डेकोरेसन